खै कति किलो छ अबि 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 कति किलो झुन्याएर देखाउ त कति किलो छ अरे 8 किलो के हो त्यो यो माथा अबुई खै खै यो यसको सिङ हुन्छ सिङ हुन्छ सिङ हुँदैन कति किलो छ यो यसको कान हुन्छ कान हुन्छ अलि पर जाउँ न त अलि मलाई कान देखाइदेऊ न त अलि पर यहाँ यहाँ नजिकै नल्याउ न उहाँ बोटुकामा राख्ने हो यो त त्यो कतिमा किनेको बाबा यो 300 मा हँ यो 300 मा कसले किन्यो हो 300 मा बाबाले कहिले मच्छी यहाँ हेर त यहाँ हेराउ त मलाई मच्छी कति केजी छ यो 3 केजी खोइ यता हेरौँ हेरौँ यता दे बोटुकै यहाँ ल्याएर देखाउ देखौ यहाँ बटुको बोटुकैसँग राख न हो त्यो हो यहाँ बोटुका राख अब उचालो त कति किलो छ यो 300 300 कति किलो यहाँ 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 माथि यहाँ बोटुका माथि राख्नुपर्छ त्यसलाई त यसको ठाउँ त यहाँ हो बोटुको माथि यो कति केजी छ यो 300 यो 300 हो यता नआउ न यता नआउ सबै यो त यसले त भिजाउँछ ए प्रभु यो 300 हँ यो 300 यो 300 कति केजी छ त अनि यो 50 कति केजीको माछा छ साउजी भन्नुहोस् साउजी ए साउजी यो माछा कति केजीको छ एकचोटि उचालेर देखाइदिनुहोस् त यो त कति केजीको छ 300 300 हो मलाई बेच्ने हो साउजी मलाई बेच्ने हो कति पैसा दिनु त यति कति दिनु पर्यो तिमीलाई यति छोटो कति केजी हो यो यो 300 आधी केजी भनेको होइन कति केजी छ यो 300 हो यो 300 हो यो ब्लक छ यसको कस्तो ठुलो हुन्छ यो के यो माछा आधी केजी छ यो 300 को हो भन्छ यो त्यसले कहाँबाट सास फेर्छ या मुखबाट अनि त्यसको आँखा कस्तो छ यस्तो सानो छ सानो छ तिमीलाई माया लाग्छ लाग्दैन माछाको लाग्छ माछालाई के गर्ने यो माछालाई बेच्ने बेच्ने कसलाई बेच्ने त यस्तो गरेर यस्तो 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 गरेर मलाई भेजाइ भने माछाले माछाले भिजायो लगेर राख लु जाऊ बाबालाई देऊ उहाँ यो त माछा पानीमा बस्छ हो माछाको गीत पनि आउँछ तिमीलाई गाइदेऊ न त मैले त भागे